हेलो नमस्ते नवदुर्गा फैन्सी भण्डारा चितवन हेर्नुस् त साथीहरु सानो सानो बेबी गर्ल बेबी बोय को भातकै सेटहरु एकदमै क्यूट पिसमा आएको छ। हजुरहरुको म्याक्सिमम डिमान्डेडले गर्दाखेरि मैले चाहिँ यो पिस यति राम्रो पिसहरु हालेको छु। अब भने हजुरहरु नवदुर्गा फैन्सीलाई नबिर्सिकन आउनु है त। सबैजना दायाँ बायाँ हैन नि टक्क नवदुर्गा फैन्सीमा है त। यहाँ हेर्नु त यति राम्रो पिसहरु छ। हजुरले अनलाइनबाट पनि यो पिसहरु चाहिँ एकदमै महँगो पर्छ। मैले चाहिँ एकदमै सुपथ मूल्यमा यसको रेट हालेको छु। यति राम्रो पिस छ। हजुरहरुलाई अझै रियलमा हेर्दाखेरि अझै पनि मन पर्छ। यो मोबाइलबाट हेर्दाखेरि भन्दा रियलमा धेरै राम्रो पिस छ। यो भात खुवाई गर्दा मात्रै नभएर यो चाहिँ अरु बेला पार्टी साटीमा पनि लाउन मिल्ने टाइपको एकदमै राम्रो छ। अनि मलाई चाहिँ सबैभन्दा धेरै चाहिँ विदेशबाट एकदमै धेरै अर्डर भएको थियो। हजुरले ल्याउने बित्तिकै भिडियो बनाएर हाल्नु है भनेर भन्नुभएको थियो। मैले चाहिँ सर भिडियो बनाएर हालेको छु। हजुरहरुलाई मन पर्यो भने चाहिँ अनलाइनबाट अर्डर गर्न पनि सक्नुहुन्छ। मैले बायोमा मेरो नम्बर हाल्दिएको छु। हेर्नु त यति राम्रो छोराहरुको पिस छ। मलाई चाहिँ यो एकदमै डिमान्ड गर्नु भएको थियो नि हजुरहरुले। त्यही भएर मैले चाहिँ एकदम हजुरहरुको डिमान्डलाई मध्यनजर गरेर मैले चाहिँ यस्तो मज्जाले सामान हालेको छु। कलर अप्सनहरु पनि टन्नै छ। क्वान्टिटी पनि अब भन्नै परेन एकदम धेरै क्वान्टिटीमा हालेको छु। मैले चाहिँ एकदम म्याक्सिमम क्वान्टिटीमा हालेको छु। सामान हाल्न चाहिँ थोरै लेट चाहिँ भयो मसँग। यसपालि अलिकति बिजी नै थिएँ म। त्यही भएर मलाई चाहिँ अलिकति ढिला नै भयो। आज बिहान मात्र यो सामान मैले लिएर आएको थिएँ। मैले चाहिँ फटाफट भिडियो बनाएर हाल्दिहालेको। फेरि हजुरहरुले कराउनुहुन्छ भनेर है त। सामान चाहिँ अलरेडी अलिअलि त थियो नै पसलमा। तर यस्तो प्रिन्टहरु भएको यति राम्रो पिसहरु चाहिँ मसँग थिएन। सो अब भने एकदमै क्यूट पिसहरु आइसक्यो नवदुर्गा फैन्सीमा। अब हजुरहरुको प्रतीक्षा मात्र बाँकी हो है मेरो लागि चाहिँ। हेर्नु त यति राम्रो छ। वर्क पनि एकदमै हेभीमा के ह्यान्डवर्कमा छ। एकदमै राम्रो पिस छ। कोलाई मन पर्छ नजिकको साथीहरुले पनि मेसेज गरेर पनि फोन गरेर पनि अर्डर गरेर राख्न सक्नुहुन्छ। मैले फेरि आउँदाखेरि भेटिन भन्न पाउनुहुन्न। मोबाइलमा चाहिँ देखाउनुहुन्छ भिडियोमा चाहिँ देखाउनुहुन्छ। आउँदा चाहिँ सामान हुँदैन भन्न पाउनुहुन्न। जसलाई मन पर्छ हजुरहरुले अर्डर गरेर राख्दा पनि हुन्छ। सकेसम्म त पसलमै भिजिट गर्नु। बाहिरको कस्टमरहरुले चाहिँ मलाई फोन गरेर पनि भन्न सक्नुहुन्छ। व्हाट्सएपमा पनि भन्नु होला प्लिज। ओके बाइ लभ।